घुम्नको लागि। हेलो हामी अब हिँड्दै हिँड्दै जाँदैछौँ। यहाँ शनिश्चरीबाट बाटो कता हो हामीलाई थाहा छैन। हामी यहाँ झुलुङ्गे पुल जान आँटेको अरे, अब कहाँ पुगिन्छ थाहा छैन है गाइड। घाम छ ठिकै। मेरो मम्मी छाता उडेर हिँड्नुहुन्छ। बाटो यस्तो छ। मेरो बाबा खै कहाँको कुनको खोलाको बाटो जानुभयो थाहा छैन। हामी यहाँ झुलुङ्गे पुल चाहिँ आइसकेको छौँ। उताबाट गाडी आइरहेको रहेछ। साइड लाउनु न, उताबाट हर्न हानेर हाम्रो मम्मी फेरि हिरोइन भनेर। झुलुङ्गे पुल यही हो। अब हामी यहाँ अलिअलि फोटो खिच्छौँ है त गाइस। हामी यहाँ चाहिँ बाबा पनि आइसक्नु। फेरि यही लास्टकै यही झुलुङ्गेको बाटोमा आउनुभयो। अब हामी फेरि एकछिनसम्म हिँडेर कुदेर अनि फेरि जान्छौँ। यहाँ यति चर्को घाम छ। हाम्रो बाइक चाहिँ झुलुङ्गे पुल लामो लामो रहेछ, धेरै लामो। यसरी पनि घुम्न जान्छन् मान्छेहरू। हाम्रो हालत देख्न सक्नुहुन्छ। माइला बर्ड्सहरू छाता उडेर अब म हजुरहरूलाई बाटोमा देखाउँदै गर्छु। घाम भयो गाइस। नजिकै रहेछ झुलुङ्गे पुलबाट चाहिँ हामी चाहिँ आइसक्यौँ होइन। अब यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुन्छ। म चाहिँ जस्तो बनाइदिएर हालत हेर न, ठिकै छ केही छैन। त्यही हो, कसले हेर्छ र मलाई राम्रोबाट आउनलाई होइन। म यहाँनिर चाउमिन खाँदैछु अनि मम्मीहरू चाहिँ सेकुवा खाँदैछ। मेरो चाउमिन छ, मम्मीहरूको सेकुवा छ। गाह्रो छ। गाइस हामीले खाना पनि सक्छौँ। अब यस्तो एउटा दुइटा फोटो खिच्ने अनि घरतिर लाग्ने। सर भ्यू चाहिँ यस्तै छ, केही छैन। केपमा गाइस मेरो बाबा र मम्मी चाहिँ ऱ्यापिङ खेल्दै हुनुहुन्छ बच्चा जस्तो। दुईजनाको टाइम फोटो खिच्नु अरे गाइस। त्यो गुफा हेर्न सक्नुहुन्छ। मेरो मम्मी आउनुहुन्छ। बाटो चाहिँ यस्तो छ। हामी चाहिँ फर्केको गाइस। हामी चाहिँ यहाँनिर ल खिचिदिन्छु। सो गाइस हामी चाहिँ अब हाम्रो चाहिँ घुमघाम सकिसक्यो। अब हामी चाहिँ घर फर्किन्छौँ होइन। बाई बाई गाइस। कहिले फोटो खिचिदिनु अरे। ल बाई 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 भनिदिनु सबैजनाले। बाई बाई गाइस। हाम्रो आज घुमाइदिने हो।